हेलो साथीहरु, तपाईहरुलाई चाहिँ आज चाहिँ म चाहिँ है एउटा यस्तो प्याक बताउँदैछु जसले चाहिँ तपाईको पिगमेन्टेसनमा पनि काम गर्छ, जसले चाहिँ तपाईको दागहरु पिम्पल्सको दागहरुतिर पनि काम गर्छ अनि जसले चाहिँ तपाईको एजिङमा काम गर्छ है। एजिङ भनेको चाहिँ जसको चाहिँ अब के भन्नु यस्तो खालके अब चौरीपना है, चौरीपना एज देख्न थाल्छ नि, जसको चाहिँ अब एज हुँदै गएपछि चाहिँ अब हाम्रो स्किनहरुले कोलेजनले छोड्दै जान्छ नि हाम्रो स्किनलाई। अन्त त्यो जुन चौरी पर्नु थालेको हाम्रो स्किन हुन्छ नि त्यसलाई चाहिँ यसले चाहिँ एकदमै कन्ट्रोल गर्छ, एकदमै राम्रो गर्छ। अनि यो प्याक चाहिँ तपाईहरु जसको अनुहारमा पिम्पल्स छ है, जस्तो पनि टाइपको पिम्पल्स होस् तपाईहरुले चाहिँ यो युज नगर्नुस् होला हैन। तर अरु चाहिँ सेन्सिटिभ स्किन, ड्राई स्किन, ऑयली स्किनले पनि नगर्नुस् यो चाहिँ है। अरूले चाहिँ गर्नुहुन्छ, ऑयली स्किन र एक्ने प्रोन स्किनले चाहिँ यो गर्नु हुँदैन है। त्यसको लागि चाहिँ हामीलाई के चाहिन्छ भन्दा एउटा सफा भाँडा। यो चाहिँ मेरो कोकोनट ओइल हो, मैले चाहिँ अर्कै बट्टामा हालेको है धुएर। अनि यो चाहिँ बिल्लिरहेको छ आधी। पहिला चाहिँ मैले यहाँ कोकोनट ओइललाई लिनुपर्ने हुन्छ। यसमा किन हाले भन्दा चाहिँ मलाई एकदम सजिलो हुँदो रहेछ कि युज गर्नको लागि। यो चाहिँ एकदमै राम्रो प्याक हो है। यो चाहिँ तपाईले डेली लगाउनु पनि सक्नुहुन्छ है। डेली लगाएर यो प्याक चाहिँ तपाईले लगाएपछि 10 देखि 20 मिनेट भित्रमा चाहिँ यसलाई वाश गर्नुपर्छ है। अनि अर्को चाहिँ भयो हल्दी है। हल्दी चाहिँ एन्टिब्याक्टेरियल प्रपर्टिज छ नि यसमा, यसले एकदमै राम्रो काम गर्छ है। 1 चम्चा हल्दी लगाए, यसरी लगाएर चाहिँ अब यसलाई मजाले फिट्नु पर्ने हुन्छ है। यो प्याक चाहिँ तपाईले डेली बनाएर लगाउनु पनि सक्नुहुन्छ है। अनि लगाइसकेपछि यो लामो चाहिँ राख्नु पर्दैन है, लामो राख्नु हुँदैन पनि, कुनै पनि कुरा लामो राख्नु पर्दैन। यसले यो हामीले आफ्नो स्किनमा लगाइसकेपछि चाहिँ यो ड्राई हुन्छ कि हाम्रो स्किनमा, यो अलिकति ड्राई हुन्छ है। त्यति बेला चाहिँ तपाईले त्यो ड्राई भएपछि चाहिँ के गर्नुपर्छ, अलिकता पानीले, चिसो पानीले वाश गर्नुपर्छ है। चिसो पानीले वाश गरिसकेपछि चाहिँ यसलाई चाहिँ तपाईले आफ्नो स्किनमा जुनै पनि रेमेडी लगाउनुहुन्छ त्यो रेमेडी लगाएपछि चाहिँ तपाईले मोइस्चराइजर चाहिँ एकदमै इम्पोर्टेन्ट छ है हाम्रो स्किनमा लगाउनको लागि। यो हल्दी चाहिँ हाम्रो स्किनको लागि एकदमै राम्रो हो है। यसले चाहिँ मेडिसिनको काम गर्छ। हेर्नुस् है, यस्तो तेलको यो हुनु पनि दिदैन यसले। तर आँखाको एरिया चाहिँ अभोइड गर्नुपर्छ है, अभोइड गर्नुस् है। जुनै पनि प्याक लगाउन अगाडि चाहिँ तपाईले हातमा ट्राई गर्नुस् है, प्याच टेस्ट गर्नुहोस् हैन। यदि त्यसले केही इरिटेसनहरु भएन, पोलेन भने मात्रै तपाईले आफ्नो फेसमा लगाउनु पर्छ है। मैले कति भिडियोमा भन्छु, कतिमा चाहिँ बिर्सेको हुन्छु। तपाईले भिडियो हेरिरहनु हुनेहरुलाई चाहिँ थाहा छ है। तपाईले यसो भन्नुपर्छ, हेर्नुस् है अब यो कस्तो राम्रो भएको छ। अब यसलाई चाहिँ तपाईले 10 देखि 20 मिनेट भित्रमा चाहिँ एटलिस्ट 20 मिनेट चाहिँ राख्नुस् न। 10 मिनेटमै त धोइहाल्नु पर्दैन हैन। 20 मिनेट राखेर चाहिँ तपाईले यसलाई बिस्तारै पानीले पखाल्नुस् है। यो किचनमा हाम्रो ओरिजिनल हल्दी चलाउँछौं नि त हामी त बस्तीमा हुनेहरुले त। अनि त्यो हल्दी भन्दा चाहिँ तपाईले किन्नु हुन्छ नि त्यो आम्बा हल्दी, त्यो मदिसे हल्दी हुन्छ नि, त्यो रङ नआउने हौ त्यो हल्दी भन्छ, एकदमै राम्रो आम्बा हल्दी भन्छ है त्यसलाई। हौ त्यो हल्दी, किनेको हल्दी चाहिँ हाल्यो भने चाहिँ एकदमै राम्रो गर्छ त्यसले। त्यसले चाहिँ हाम्रो स्किनमा यल्लो राख्दैन नि त। हामीले चलाउने हल्दी चाहिँ हामीले स्किनमा लगायो भने चाहिँ यल्लो पार्ट बस्छ है। त्यसले गर्दा चाहिँ अर्को लगाउनु भयो भने चाहिँ राम्रो। यदि तपाईहरुले यो किचनको हल्दी लाउनुहुन्छ भने चाहिँ बेलुका इभिनिङतिर लगाएर बेलुका सुत्ने बेलामा लाउँदा नि हुन्छ। यसलाई चाहिँ लगाएर धुएर मोइस्चराइजर लगाएर त्यतिकै सुत्नुस् है। वाश गर्दा फेरि चाहिँ कहिले पनि प्याकहरु लगाएपछि चाहिँ तपाईले साबुन, फेस वाशहरु चाहिँ युज गर्नु हुँदैन। बेलुका लगाउनुस्, त्यहाँबाट तपाईले वाश गरेर मोइस्चराइजर लगाएर सुतेर बिहान फेस वाश गर्दा फेरि पनि हुन्छ है। यो हेर दिइराख्छु ल।